रोशी गाउँपालिकामा मेयर उपमेयर वडा अध्यक्ष वडा सदस्यहरू छ कि छैन साथीहरू? यो विषयमा चाहिँ के कुराहरू गर्न मन लाग्यो मलाई भएको अनुभवमा चाहिँ है अहिलेको अवस्था हेर्दाखेरि चाहिँ मलाई नगर प्रमुखहरू है वडा अध्यक्षहरू वडा सदस्यहरू चाहिँ कुनै पनि छैन जस्तो लाग्छ है। किनभने विगत 3-4 वर्ष अगाडिदेखि बाढी पहिरोले बगाएको पुललाई निर्माण गर्न नसक्ने सोही कारणले गर्दाखेरि अहिले रोशीको जनताहरूले बाढी पहिरोमा डर त्रास दिने भोग्नुपर्ने र त्यो मात्रै नभएर अहिले रोशीको जनता बाढी पहिरोले बगाएर आफ्नो ज्यान गुमाइसकेको छ। त्यो भएको हुनाले चाहिँ यो वडा अध्यक्ष वडा सदस्यहरू नगर प्रमुखहरू छैन जस्तो लाग्छ। जहाँ जहाँ समस्या छ, जहाँ जहाँ आपत्ति छ, जहाँ जहाँ विपत्ति छ त्यहाँ बजेट छुट्याएर जनतालाई सेवा दिने काम गर्नुपर्ने बेलामा यो वडा अध्यक्षहरू नगर प्रमुखहरूले कुनै पनि काम रोशीको लागि गर्न सकेको छैन। त्यो भएको हुनाले चाहिँ मैले विगतमा पनि भनेको थियो मेरो सामाजिक सञ्जालबाट रोशीको पुल निर्माण गर्नु पर्यो, यसरी भएन, जनताले दुःख पायो भन्दाखेरि तिमी त हिँड्ने बाटो छँदैछ नि किन सामाजिक सञ्जालतिर कराइराख्नुहुन्छ भन्नुहुन्छ कतिपय साथीहरूले होइन। त्यस्तो होइन क्या साथीहरू, म मात्रै हिँडेर म मात्रै राम्रो खाएर म मात्रै राम्रो लाएर भएन। हामी रोशीको जनताहरूलाई सबैलाई बराबर हुनु पर्यो, सबैलाई सुविधा पाउनु पर्यो। त्यो भएको हिसाबले चाहिँ मैले भनिराखेको छ। त्यो भएको हुनाले रोशीको 7 नम्बर वडाको पुल म जन्मिनदेखि नै थियो त्यहाँको पुल। किनभने पहिला काठको थियो, पछि फेरि आएर चाहिँ नै फलामको पुल बनाएको हो होइन। किनभनेपछि 6 नम्बर वडा 7 नम्बर वडा 8 नम्बर वडा होइन हिँड्ने पुल हो त्यो। हामीले त्यो विगतमा हिँडेको पुलहरूलाई बिर्सिन हुँदैन। त्यो भएको हुनाले यो चिजलाई तुरुन्त चाहिँ बजेट छुट्याएर जनतालाई अब सुविधा दिनको लागि सेवा दिनको लागि अगाडि बढ्नु काममा हुन त खै काकाको लागि करोडौँ लाखौँ लाख बजेटहरू छुट्याएको छ बाटोको लागि। त्यो पनि राम्रै हो, नराम्रो भन्न सकिन्न। तर जहाँ आपत्ति छ, जहाँ विपत्ति छ, जहाँ समस्या छ त्यसको लागि बजेट छुट्याएर छिटोभन्दा छिटो सजिलोको काम गर्नु पर्यो नि त होइन। त्यो कुरालाई चाहिँ वडा अध्यक्षले नगर प्रमुखले वडा सदस्यहरूले उपमेयरहरूले बुझ्नु पर्यो, बुझेर बजेट हाल्नु पर्यो होइन। हुँदा अहिले रोशीको मान्छे चाहिँ बाढी पहिरोले बगाएर आफ्नो ज्यान गुमाएको छ। त्यसको क्षतिपूर्ति कसले तिर्ने हो? नगरले दिने कि वडाले दिने हो कि कसले दिने? त्यो भएको हुनाले यसमा चाहिँ अहिले जुन बाढी पहिरोले बगाएर जुन मान्छे मरेको छ रोशीमा त्यसको जिम्मा चाहिँ रोशी गाउँपालिकाको नगर प्रमुखहरूले वडा अध्यक्षहरूले जिम्मेवारी लिनुपर्छ जस्तो मलाई लाग्छ। किनभने समयमै पुल बनाएर दिएको भए यो अवस्था आउने थिएन, यस्तो हुने थिएन। त्यो भएको हुनाले हुन त होला यो राजनीतिक हो। राजनीतिक भन्ने कुरो कस्तो हुन्छ भनेपछि अब आउने फेरि स्थानीय चुनाव आउन लाग्छ। त्यो भएको हुनाले चाहिँ जनतालाई झुकाएर पुल बनाइदिन्छु भनेर चाहिँ भोट माग्नको लागि यिनीहरूले पुल नबनाएको हो कि मलाई त्यस्तो पनि लागिराखेको छ। यदि त्यस्तो हो भने यो अहिलेको नयाँ भनौँ न पुरानो वडा अध्यक्ष वडा सदस्य होइन नगर प्रमुख मेयर उपमेयर सबैलाई भोट चाहिँ दिएर चाहिँ जित्ने काम नगरौँ है। जो मान्छे अहिले नयाँ काम गर्न खोजिराखेको छ, जो मान्छे अलिकति सक्षम छ, शिक्षित छ, अब आउने नयाँलाई भोट दिएर जिताएर हाम्रो रोशीको पुल होस् अथवा बाटोघाटो जे जस्तो भए पनि विकास गर्ने अब राम्रो व्यक्तिलाई चुन्नुपर्छ होइन। यो पुरानोलाई चाहिँ छोड्नुपर्छ। भोट दिने काम चाहिँ गर्न हुँदैन। यो भोट दिने काम चाहिँ हामी नेपाली जनताले रोशीको जनताले है भोट दिने काम चाहिँ बन्द गर्नुपर्छ। पुरानोलाई चाहिँ म चाहिँ त्यही माग राख्न चाहन्छु होइन। मलाई जसले राम्रो भने नि भन्नुहोस्, नराम्रो भने नि भन्नुहोस्, देखेको कुरा मैले भोगेको कुरा मेरो स्वयं आँखाले देखेको कुरा मैले आवाज उठाउँदाखेरि कसैले मन दुख्छ भने दुखोस्, मलाई कुनै पनि मतलब छैन। त्यही भएको हुनाले सक्दो यो भिडियोलाई सेयर गर्नुहोस्, जनप्रतिनिधि सामु पुर्याइदिनु होला होइन। मेरो आफ्नो मनमा लागेको भावना मेरो पीडा मैले पोख्यो। तपाईँहरूलाई के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला आफ्नो आफ्नो ठाउँबाट है त। ल धन्यवाद।